हेलो एभ्रिवान, आई मुना लामा। वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म तरकारी टिप्न साग बारी गएको छु। अनि साग चाहिँ यत्रो यत्रो भएछ, साग टिप्दैछु तरकारीको लागि। अनि देख्न सक्नुहुन्छ यस्तो राम्रो भएछ। पानी परेको कारणले चाहिँ सबै बिग्रेको थियो। अस्ति अलिक किरा परेको थियो, कस्तो फोहोर फोहोर थियो। अहिले अलिक सफा भइरहेको छ, नत्र त नराम्रो थियो। अहिले थोरै मात्रामा राम्रो भएको छ। अनि म चाहिँ तरकारी थिएन, तरकारी टिप्न गएँ। यो चाहिँ पुरा बारी बाँझो थियो, मैले मरिमरि खनेर अनि त्यसपछि सागहरू लाएँ। यता देख्न सक्नुहुन्छ यो पनि मैले रोपेको लसुन हो। यो चाहिँ परसम्म छ। मैले मलहरू लाएर यो पुरा बाँझो थियो, बारी यस्तो छ भ्युज हेर्न सक्नुहुन्छ। यता चाहिँ मैले नै रोपेको, यो चाहिँ सबै फाडेर रोपेको सुटुनी हो। अनि देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो बुबा काम गर्नुहुँदै थियो कि आलु रोप्नलाई खन्नुहुँदै थियो। अनि आजको भ्यू चाहिँ यस्तो छ। धानहरू त्यस्तो भइरहेको छ, ती पहेँलपुर पाक्न लागेको छ हाम्रोतिर। अनि तपाईँहरूकोतिर कस्तो छ कमेन्टमा भन्नुहोला। हाम्रो चाहिँ यस्तै छ। आलुहरू रोपेको छौँ भर्खर, कोही उम्रिँदैछ, कोही भर्खर रोप्नलाई तयारी गर्दैछौँ। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।